जयन्ती मङ्गला काली भद्रकाली कपालिनी दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमस्तुते। फर्स्ट टाइम कुदाएको रहेछ यार तपाईँ कुदाउनु त आउँछ नि अलिअलि आउँछ अलिअलि आउँछ अलिअलि हान्दिने भनेपछि के चाहिँ आज कहाँ हो तपाईँ हामी यहीँ आइहाल्यो 1 मिनट बस्नु अब यहाँदेखि हामी हिँड्छौँ छ पानी छ धुलो यस्तो छ हेरौँ बाटो कस्तो छ घाम आइरहेछ पुरै ल पर झिलझिले देखिने होला यहाँबाट सिधै जान्छौँ हामी होइन नमस्कार म भाग्य नेपालीको आज हामी चाहिँ 87 धाम जाँदैछौँ है नेपालको पूर्वको सबैभन्दा पवित्र स्थल मानिने 87 धामको शिव शताक्षी प्रवेश खोइ हामी शताक्षी धाम गेटमा आइपुग्यौँ यहाँदेखि 4.5 किलोमिटर अब चाहिँ हामी लाग्यौँ यहाँबाट होइन 87 धाम बाँड्ने बाटो यही हो है त्यहाँ अगाडिबाटै देखिन्छ देख्न त झिलझिले टक्कै आइपुग्ने बित्तिकै बजार आइपुग्ने बित्तिकै लेट्स गो अहिले चाहिँ थोरै वर्ष भएको छ होइन त्यो भएर फरक पर्नेमा दामी छ बाटो एकदम दामी बिस्तारै बिस्तारै ड्राइभर चेन्ज गर्नु पर्ला जस्तो छ यार भएन यार हामी अघि बढ्दैछौँ मेरोतिर देखाउनु दाइले होइन ठिक छ वरिपरि हरियाली छ अगाडिबाट ट्र्याक्टर आउँदैछ तर मेरो फुल फोकस बाटोमा हो है म यता हेर्दैछु नै एकदम त्यहाँ पढ्ने आज फोरेस्ट खालको अब चाहिँ हाम्रो अहिले 40मा भइसक्यो अन्त 50मा पार्ने प्लान आहा कस्तो दामी यार यो ठाउँ Just chill. Mangroulah bangsa. ठोक्यो यहीँसम्म हो कि माथि कता जाने हो थाहा छैन मन्दिरहरू यही होला गौमाताको दर्शन गरिदिउँ त अब यो त के हो यार डेन्जर रहेछ त यो त त्यो जुरो नमस्कार बुवा हामी पनि यसो माथि हेर्न मिल्छ होला नि हुन्छ धन्यवाद ढोका पर्सेर जानु कराएर ढोका छ हुन्छ ढोका तानिदिनु होला अनि जानु हुन्छ गोबर टेकिहाल्यो नि ढोका कता यता होला हौ यहाँ छ माथि यहाँ अपाङ्ग हुनुभएको रहेछ यो गाई माता यसको जुरेहरू डेन्जर छ त यार यो हेर त यो माथिको आमाया यो त डेन्जर रहेछ हामी जाउँदैछौँ माथि हेर त कुन गाई हो यो सिङ यसको बाफ रे किन लामो छ है यो कुन प्रजातिको हो सोध्छु म यहाँ हान्ने ओर्ने गर्दैन है गाई बाँधेको छ नि यो हेरौँ न अनि चारो सारोको लागि यही यसले नै व्यवस्थापन गरेको हो कि के हो चारो सबै महाराजले गरिदिनुहुन्छ सबैको साथ सबैले चारो यो पुल्लीदेखि नै यही हो कि 2 वर्ष भयो माथि यहाँदेखि माथि पनि छ गाईहरू त धेरै प्रजातिका रहेछ नि त्यहाँ धेरै खालका रहेछ खान्छ इधर चाहिँ फुका दिँदो रहेछ नि बस्छ
यहीँ बस्छन् अरू पनि आउँछन् बिहारी भएर 3-4 हजुर यो जी बस्नु हजुर यो जुन अगाडिको दुईटा चाहिँ धेरै लामा लामा सिन भएका रहेछन् यो चाहिँ कहाँ यो चाहिँ गौरी गाई महाराष्ट्र साह्रो साह्रो यहीँबाट ल्याउनु नै भएको यहीँ भनेर ल्याउनु भएको गौशालाकै लागि ए यसो हेरिन्छ देखिन्छ अनौठा खालका त्यही त अनौठा खालका छन् यसो हेर्दा पनि यसलाई चाहिँ गौरी गाई भनिन्छ गौरी गाई एउटा गाई एउटा गोरु गुरुजी हुनुहुन्छ क्या घरसँग अहिले आउनुहुन्छ यतादेखि माथि चाहिँ यता माथि मैनाचुरी भन्छ म माथि ए मैनाचुरी भनेको यहाँ हो मैनाचुरी हो माथिको जहाँ कति टाइम लाग्छ त्यहाँ माथि त निकै बेला लाग्छ नि बाटो अप्ठ्यारो छ कति लगभग 1 घन्टा लगभग 1.5-2 घन्टा लाग्छ 2 घन्टा झरना चाहिँ पुग्दा हुन्छ हजुरहरू झरना कता कति टाढा हो झरना यहाँबाट 20 मिनट लाग्छ सिधै धाम 27 धाम अलिक माथितिर हो यो चाहिँ गौशाला हो यो चाहिँ गौशाला हो यहाँदेखि 27 धाम कति त्यही माथि उ त्यो सखुवाको देखिँदैछ नि हजुर हो त्यही हो 27 धाम सबै धाम भएको त्यही छ ए 87 वटा धारा पनि त्यही छन् ए हजुर 87 माताको पनि छ दिगम्बेश्वर महादेवको पनि त्यही छ हजुर त्यहाँ बडा भगवान्कोकै त्यही छ मन्दिर हजुर त्यहाँदेखि माथितिर चाहिँ 20-25 मिनटमा झर्ना पुगिन्छ गिरे नुनहरू पनि छ माथि चाहिन्छ ए यहाँनिर पण्डित पढ्नेहरूको स्टुडेन्टहरू पनि छन् कि के हो 40 जना विद्यार्थी भाइ पनि यहाँ विद्यार्थीहरू छन् ओइ 40 जना जति छन् यिनीहरूलाई पढाउने लेखाउने सबै सबै हो बोडस हुन्छ नि बोडस हजुर त्यस्तै खाना बस्नु गर्नु के छ यहाँ फीहरू के छ कसैले आउनु पर्यो भने केही आउँदा हुन्छ वैशाखदेखि उता यहाँ गुरुजीहरूसँग सम्पर्क गरेर हजुर ए फीहरू अरू यताउति केही छैन बस्न खान सबै यहीँ हुन्छ पढाउने पनि यहीँ ए त्यही त विद्यालय विद्यालय हेर्दाखेरि छापाका हजुर यो 87 धामकै बारेमा पनि किताब छन् छन् गुरुजीले सबै थोक बताइदिनुहुन्छ दक्षिण भगवतीको कसरी दर्शन भयो किन दर्शन भयो राकट्य भएको ठाउँहरू के राकटिया राकट्य भएको ठाउँ त्यही त यहाँ गाईको गोरुको चाहिँ राम्रो संरक्षण भएको रहेछ नत्र यस्तो अलि देखिँदैन यसलाई बाहिरबाट साइबा गोरु भन्ने साइबा साइबा गोरु साइबा यो पनि बिचकै लागि हो एकदम गोबर हुने हो हजुर अनि एउटा गोबरका भन्ने हुन्छ त्यही बनाएर बेच्ने हो ए गोबरको बनाएर बेच्ने। गोबर चाहिँ मलैको लागि जान्छ हजुर हजुर नभए अर्को चाहिँ गोबरको हुन्छ यहाँ दबाई ग्यास्ट्रिकहरूको दबाई हुन्छ हजुर त्यो चाहिँ बेच्ने गरेर छ बरु त्यो अरू त केही छैन यो अनि दिनको कति जति के आउँछन् यहाँ डुल्न लगभग आउनुहुन्छ नि अब शनिबार मङ्गलबार अलिक भिडभाड हुन्छ अरू बेला त साह्रो हुँदैन सरकारी छुट्टीको दिन अलिक धेरै हजुर अनि यहाँ मन्दिरहरू पनि ठुला ठुलै रहेछन् यहाँ बिहेहरू गर्ने ओर्नेहरू वर्तमान बिहेहरूको लागि पनि हुन्छ सबै थोक हुन्छ यहाँ बिचमा उयो हलै छ हलै छ भित्र त्यो दोस्रो तलाको हल हो सबै हजुर त्यो जे कार्यक्रम गर्दा पनि हुन्छ साधारण सभाहरू कहिले तल झिल्लीबाट कहाँबाट आएर गर्दा बिहे पनि हुन्छ बिहे पनि हुन्छ 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 यस्तो यस्तो पवित्र ठाउँमा बिहे गर्नु भनेको त धेरै राम्रो हो धेरै राम्रो हो नि ल हुन्छ हामी गुरुलाई एकछिनमा भेटौँ ल आउनुहुन्छ है झिल्लीतिर जानुभएको छ यताबाट परिक्रमा गर्नु गाउँको परिक्रमा पनि हुन्छ गौशाला हेऱ्यौँ होइन अब मन्दिर एकछिन घुमौँ गाईहरू जाउँ न हिँड्दै यहाँ रहेछ नि पुरानो मैनाचोली 2-2.5 घन्टा हिँड्ने दामी हिँड्ने ठाउँ रहेछ खोइ त जाउँ जाउँ जाने भइसक्यो त अनि होइन हुन्छ 4 घन्टामा फर्कि त हालिने फर्किँदाखेरि 7-8 बज्छ यहाँबाट कति मिनट लाग्ला गुरु यहाँ 87 धाम पुग्न धाम त उयो माथि कति 5-6 मिनट जति उयै माथि उयो यही नै हो अनि गुफा सुफा पनि थियो नि यहाँ त्यो त वहाँ पर जङ्गल जान्छ त्यो खोलै खोला कति जति लाग्छ आधी घन्टा जति लाग्छ आधी घन्टा 20 मिनट तपाईँहरूलाई ल हो त्यहाँ चाहिँ पुगेर आउनु झर्ना पनि छ दान गर्दैन जु यो जु जो भन्दै हुन्छ हेर के गीत बोलाउन सक्यो कता गइदिनु यसले सान्नु आनेको छैन खल्तीमा अघि
धारा कम रहेछ उसले ल ल हामी यतैदेखि हो ल अब हामी झरनातिर जाँदैछौँ यही हो यहीँदेखि हो मुनि यहाँदेखि हो शिव पार्वती विश्राम स्थल बिरे नुन औषधि पानी तातो तातो पानी अनि यो के हो यो मुनिको गौधारा नाग गुफा द्रौपदी तलाउ शिव झरना आकाश गङ्गा पाण्डव बगैँचा ल हामी सबै घुम्छौँ भने त यहाँ लेखेको छ सुरुमा म त मिलनलाई नुहाउन लाउँछु म त नुहाइदिइहाल्छु नि आज पनि मैले नै कपडा नि बोकेको थिएँ तर नुहाइनँ त मसँग भएकोमा पनि मिल्छ होइन त्यो ट्राइपोड मैले त्यो दिमागमै आएन कि यसरी मैले चाहिँ के सोचेँ होइन धानसम्म पुग्ने फर्किने बुझ्यो नि त यहाँ उकालो रहेछ नि त माथि चढ्ने कि हामी यता जाने होइन कता जाने हो यतै जाने होला माथि हो दाजु माथि किन बनाउँछ माथि होइन होला यार मुनि नै मुनि जस्तो लाग्छ यहाँ चाहिँ शिव पार्वती विश्राम स्थल यहाँ चाहिँ पार्वती आएर यहाँ विश्राम गर्नुभएको भएर चाहिँ यहाँ शिव पार्वती विश्राम स्थल रहेछ यहाँनिर यहाँ चाहिँ एउटा पुल रहेछ डमरू बजाउँछन् डम 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 आज बंशीको कैलाशवासी हृदयमा आशंका गरिएको छ यो चाहिँ हाम्रो सानो झरना शब्द निकाल्न नपाएर म तर्किसकेको छु ल बस भनेको त यो रबर्ट पो थिचिरहेको रहेछ यहाँ हेर न यहाँ साथी सबैको सोचै त्यही छ नि ल भाइ 50 हुन्छ बाल हो दिँदा
ल बिस्तारै है म हान्छु त तपाईँ हान्नु ल ल हान 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 हाम्रो अर्को प्लेयर हो त ब्याट्सम्यान हाम्रो इनिकेस हो यहाँ त तिमीले केटा यहाँ के बनाएको यत्रो ओइ मम नाम केदार अधिकारी अस्ति केदार अधिकारी अस्ति ए घर कता केराबारी केराबारी मेरो घर हल्दीबारी 3 झापा हल्दीबारी 3 झापा नाम के हो नाम देवराज तिमसिना देवराज तिमसिना कति भयो यहाँ पढ्न लाग्यो यहाँ पढ्न आएको 1 महिना नै भएको छ महिना शिशिर 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 गौतम गौतम ए घर कता चनाडागी चन्द्रडाँगी करण पोखरेल घर कता हो मधुमला मधुमला टाढी टाढी ल 87 जाम घुमिसक्यो अब हामी घरतिर लाग्छौँ गाडी घोडा यता छ मेरो ड्राइभरलाई दिउँ कि नदिउँ भयो गाडी कुदाउनु डर डर लाग्दैछ कहाँ फुलबारी स्टार्ट ड्राइभर स्टार्ट गरौँ पाऊँ ल है त ल जिममा लागौँ हामी यो रहेछ नि त पार्क जस्तो रहेछ बस्ने ठाउँ अलिअलि यसरी चौतारा सिङ्गर ल गीत गाइदिने एउटा भजन कमेडी टाइपको गीत छ ल ल ल पब्लिकलाई गाउँदिन